तीन शक्तिशाली रहस्यहरू जो मार्थामा थियो मरियममा थिएन। मार्था र मरियम भन्ने बित्तिकै हामीले मोस्टली सुनिरहेको वचन हैन, मार्था र मरियम। तपाईको दिमागमा मार्था र मरियम भन्ने बित्तिकै कस्तो चाहिँ एउटा पिक्चरहरू आउँछ होला? अर्थात् मार्था भन्ने बित्तिकै तपाईको दिमागमा कस्तो चित्रहरू आउँछ जब कि हामीले मार्था र मरियमको विषयमा जहिले पनि सुनिरहेको घटनाहरू? मार्था र मरियमको विषयमा बाइबलमा 3 ठाउँमा कोट गरिएको छ। एउटा चाहिँ मार्था र मरियमको घरमा ख्रीष्ट यसु खाना खान जानुभएको। अर्को चाहिँ हामीले अहिले पढेको उनीहरूको भाइ बितेको हुन्छ अनि गएर लाजरसलाई त्यहाँनिर पुनरुत्थान गरेको घटना छ। अनि अर्को एउटा घटना छ कसरी मरियमले येशूको पाउलाई सुगन्धित अत्तर लगाएर धोइदिएको, सफा गरिदिएको। तर धेरैचोटि हामीले मार्था र मरियमको विषय सुन्दै गर्दाखेरि हामीले मार्था र मरियम भन्ने बित्तिकै समहाउ सम वे हामीले मार्थालाई अलिकति स्लाइटली, सबै होइन तर स्लाइटली नेगेटिभ तरिकाले हामीले देख्छौँ हैन। प्राय मार्था चाहिँ यीशु ख्रीष्टको सेवा सत्कारको लागि तल्लीन हुन्छ, तर मरियम चाहिँ यीशुको पाउने र वचन सुनिरहेको हुन्छ। अनि यीशुले पनि भन्नुभयो कि मार्था मार्था तिमी धेरै कुरोको टेन्सन गर्छौ, तर आवश्यकता एउटै कुरोको छ, जुन कुरो चाहिँ मरियमले छानेकी छिन् अनि त्यो चाहिँ उनीबाट खोसिने छैनन् भनेर यीशुले भन्नुभएको छ। अनि धेरैचोटि हामीले योबाट हामीले वचन के भएको, धेरैचोटि हाम्रो जीवनमा हुन्छ नि मार्था जस्तो हामी धेरै कुरोको टेन्सन गरिरहेको हुन्छौँ, तर हामीले गर्नुपर्ने चाहिँ मरियमले जस्तो यीशुको पाउ उहाँको उपस्थितिमा बसेर उहाँको वचन सुन्ने, हामीले त्यो विषयमा हामीले वचन सुन्छौँ होइन। यो वचन नै मलाई नेपालदेखि नै मार्था र मरियमको नेपालदेखि नै सुन्दै गर्दाखेरि मलाई एकचोटि चाहिँ डिपली स्टडी गर्नु मन लागेको थियो क्या। मार्था र मरियमको विषयको हुन्छ नि विशेष डिफरेन्सेसहरू, त्यो भास्ट डिफरेन्सेसहरू मलाई एकचोटि धेरै हुन्छ नि यो विषयमा गहिरामा मलाई जानु मन लागिरहेको थियो। अनि यो हप्ता मार्था र मरियमको विषयमा आफै पनि स्टडी गरेँ। अन्त मलाई थाहा छ मार्था र मरियमले यस्तो खालको यो दुईजना दिदी बहिनीको घटना हो होइन। मार्था चाहिँ घरको जेठी छोरी पनि अर्को शब्दमा भन्ने हुँदेखिलाई मार्थाको विषयमा कतिजनाको हुन्छ नि मतलब त्यो एउटा भ्यू रहेछ, मार्था समवे ऊ विधवा स्त्री पनि थोकी भन्ने खालको त्यो एउटा भ्यू पनि रहेछ होइन। किनभनेदेखिलाई मार्थाको उसको क्यारेक्टरलाई तपाईँले हेर्ने हो भनेदेखिलाई मार्था 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 मरियम चाहिँ बहिनी हो वास्तवमा होइन। अर्को शब्दमा चाहिँ काइन्ड अफ स्पोइल खालको बहिनी पनि थियो, किनभने घरको काम सबै जेठी दिदीले गरेपछि त बहिनी त यीशुको पाउमा बसेर त्यो वचन सुन्न त परि नै हाल्यो नि होइन। अनि मार्थाको फेरि यसको अर्थ नै, मार्थाको नाउँको अर्थ नै घरको रखवाली गर्ने पनि बुझिँदो रहेछ, जेठी छोरी भन्ने पनि बुझिँदो रहेछ। अनि मार्थाको विशेष उसको हुन्छ नि त्यो नामको चरित्रलाई मजाले स्टडी गर्नुभयो भनेदेखिलाई चाहिँ मारा भन्ने शब्दबाट आएको रहेछ। तपाईँलाई चाहिँ मारा भन्ने शब्दको अर्थ के हो? तितो हो। फेरि मार्थाको लाइफलाई नै तपाईँले हेर्नुभयो भनेदेखिलाई चाहिँ ऊ कता कता तितोपनबाट भएर गएको घटनाहरू हामी थाहा पाइरहेको हुँदो रहेछौँ क्या। अनि धेरैचोटि हामीले मार्था र मरियमको विषयमा हामी सुन्दै गर्दाखेरि कता कता हामीले मार्थालाई अलिकति हुन्छ नि मतलब त्यो ओझेलमा राखेर हामी मरियम जस्तो हुनुपर्छ भन्ने खालको हामीले वचन बाइबलले ढङ्गले हामीले सुनेको पनि हो। त्यो फेरि गलत छैन, सही नै छ। तर कता कता हामीले हुन्छ नि मार्थाको चरित्रलाई, मार्थाको उसको जीवनलाई हामीले मजाले स्टडी गर्ने हो भनेदेखिलाई 3वटा शक्तिशाली कुरोहरू मार्थाको जीवनमा परमेश्वरले गर्नुभएको रहेछ जुन फेरि मरियमकोमा छैन। मरियम फेरि गलत पनि भनेको होइन, मरियमले असल कुरो छानेकी छिन् होइन। सबै घरको काम टेन्सनहरू बिजिनेस हुन्छ जिम्मेवारी कुरो छँदैछ, बरु यीशुको पाउने र उहाँको उपस्थितिमा रहेर उहाँको आवाज सुन्नु भन्ने कुरो चाहिँ सबैभन्दा महान कुरा हो भन्ने कुरो मरियमले पोर्ट्रेट गरेको छ। मार्था र मरियम भन्ने बित्तिकै यो हुन्छ नि हाम्रो जीवनको 2वटा पाटाहरू हो वास्तवमा। कहिलेकाहीँ हाम्रो जीवन मार्थाको जस्तो हुन्छ, सबै कुरोको जिम्मेवार आफैले लिनुपर्ने होइन। यीशुलाई मार्थाले हुन्छ नि के भन्छ नि, तपाईँ मेरो वास्ता राख्नुहुन्न त मेरो बहिनीले मलाई सघाओस् भने तपाईँ वास्ता राख्नुहुन्न। समटाइम हुन्छ नि हामी सबै कुरामा यता पनि उता पनि त्यो अक्टोपस टाइपको घरको त्यो जिम्मेवारहरूले सबै कुरोले हुन्छ नि बाँधिँदै गर्दाखेरि समटाइम हामी मार्था मोडमा हामी जान सक्छौँ क्या होइन। अनि त्यो मार्था मोडमा हुँदै गर्दाखेरि हामीलाई यो पनि हुन्छ
इभन येशूले पनि केयर गर्दैन होला मेरो भन्ने हुन्छ। मार्थालाई त्यही भनेको थियो नि, तपाईँ वास्ता राख्नुहुन्न मेरो बहिनी मलाई सघाओस् भन्ने, होइन? किनभने मार्था चाहिँ धेरै काममा अल्झेकी थिइन् भनेर भन्छ। तर वास्तवमा ऊ अल्झेको उसको काममा भन्दाखेरि पनि मार्थाको डिप उसको प्रब्लम चाहिँ के थियो त? हो त्यो कुरोमा ऊ अल्झिरहेको थियो। अनि यसले के भन्नुहुन्छ नि, मार्था तिमी धेरै कुराको चिन्ता लिन्छौ। तपाईँलाई थाहा छ मार्था, येशूले मार्थालाई नेभर, तिमीले मार्थाले गरेको कामलाई येशूले नेभर जज गर्नु भएन। तर मार्थाको भित्री त्यो हृदयको कुरो चाहिँ तिमी धेरै कुरामा अल्झेको छौ, होइन? तिमी धेरै कुराको चिन्ता राख्छौ। मार्था काममा अल्झिनु उसको लागि प्रब्लम थिएन, तर चिन्ताको चाहिँ उसको प्रब्लम थियो, होइन? अनि येशूले मार्थाले गरेको सेवा सत्कारलाई डिनाइ गर्नुभएको थिएन, तर मार्थाको हृदय के कुरोमा चाहिँ बेचैन छ भन्ने कुरोलाई येशूले चाहिँ त्यो टार्गेट गरेर राख्नुभएको थियो। समटाइम हामी हाम्रो जीवनमा मार्था मोडमा हामी जान सक्छौँ, होइन? फेरि समटाइम हामी मरियम मोडमा पनि हामी जान सक्छौँ। सबै कुरोलाई छोडेर येशूको पाउमा आएर प्रार्थना गर्ने त्यो मोड, होइन? कहिलेकाहीँ नानी हुन्छ, काम हुन्छ, घरायसी कुरोहरू हुन्छ, हुन्छ? मतलब घरको मोर्गेज, घरको फाइनेन्स, बिल यताउता पे गर्ने एभ्रिथिङ हुन्छ। इभन आफ्नै परिवार बिचमा के भएर हुन्छ, तीमाथि के भन्नु मतलब फ्लू लागि पठाउँछ, होइन? हस्पिटल जहाँ आफै उता जहाँ आफै, फेरि तीमाथि हिउँ परिदिरहेको छ, यही बेला पास्टरको कल पनि आउँदैन, कस्तो छ म प्रार्थना गरिदिन्छु भन्ने आउँदैन। त्यो सबै कुरो हुँदै गर्दै गर्दाखेरि समटाइम हामी मार्था मोडमा हामी जान्छौँ क्या। त्यतिखेर यस्तो लाग्छ इभन यसैले पनि मलाई त केयर गर्दैन होला भनेर। त्यो जीवनको एउटा पार्ट हो हाम्रो, त्यो जीवनको एउटा हुन्छ नि विशेष क्षण हो। अनि फेरि त्यो सबै कुरो हुँदै सबै कुरो छँदैन छ, तर पनि उहाँको राज्य र उहाँको धार्मिकतालाई पहिले खोजी गर भनेर फेरि हामी मरियम मोडमा पनि हामी जान सक्छौँ, होइन? यीशुको पाउने र बसेर उहाँको वचन सुन्ने, उहाँको उपस्थितिमा गएर आराधना गर्ने अनि उहाँलाई प्रार्थना गर्ने। त्यो जीवनको दुईवटा पार्टहरू हो, होइन? हामी मार्था मोड कि मरियम मोडमा हामी जान सकिरहेको हुन्छौँ। तर सुन्नुहोस् ल, मार्थालाई कता कता हामीले ओझेलमा पार्दै गर्दै गर्दाखेरि हामी मार्था जस्तो हुनु हुँदैन। हामी चाहिँ येशू मरियम जस्तो बहिनी जस्तो भएर चाहिँ हामी यीशुको पाउने र गएर जहिले पनि उहाँको उपस्थितिमा जानुपर्छ भन्ने कुरो हुँदै गर्दै गर्दाखेरि आज हामी तीनवटा शक्तिशाली रहस्यलाई हेर्दछौँ। जो कुरो मार्थाले गरेको थियो, मार्थालाई थाहा थियो, तर मरियमलाई थाहै थिएन। मार्थालाई वास्तवमा हेर्दै गर्दाखेरि ऊ ब्याकस्लाइड हुँदै गरेको विश्वासी होइन मार्था। मार्था वास्तवमा ऊ काममा पनि अल्झेको थिए, एट द सेम टाइम उसको हृदय प्रभु यीशु ख्रीष्टप्रतिको विश्वास र प्रभु यीशु को हुनुहुन्छ भन्ने त्यो महान प्रकाश मार्थाले जानेको थियो। अनि अघि बिहान मात्र परमेश्वरले मलाई एउटा त्यो विचार मेरो हृदयमा हालिदिइराख्नु भएको थियो। बहिनी मरियमहरू मार्था जस्तो दिदी छ भनेदेखिलाई प्रभुलाई धन्यवाद दिनु, आमेन भनिदिनुहोस् ल। अब कति बुझ्नु भएन होला, मतलब कसैको कारणले गर्दाखेरि परमेश्वरको सेवाकाई गर्न तपाईँलाई सजिलो भइरहेको छ भनेदेखिलाई त्यो व्यक्ति, जो व्यक्ति अरू काममा अल्झिरहेको छ तर त्यो व्यक्तिको कारणले गर्दाखेरि तपाईँलाई सजिलो भइरहेको छ भनेदेखिलाई वी सुड बी थ्याङ्कफुल टु देम, होइन? स्पेसली आमाहरूलाई, होइन? कसैले बाल सङ्गतिमा हुन्छ नि नानीहरू हेरिदिरहेको छ, बाल सङ्गति काम गरिरहेको छ नि, वी सुड बी थ्याङ्कफुल हियर, होइन? अब जस्तै बाबाले नानी हेरिदिरहेको छ, आमा मजाले वचन सुन्नु पाइरहेको छ भनेदेखिलाई वी सुड बी थ्याङ्कफुल, होइन? आमा बाहिर गएर नानी हेरिदिरहेको छ, बाबाले यहाँनिर उफ्री उफ्री प्रचार गरिरहेको छ भनेदेखिलाई वी सुड बी थ्याङ्कफुल, हामी धन्यवादी हुनु परिरहेको हुन्छ। तर मार्थाको जीवन र तपाईँ र मैले हेर्ने हो भनेदेखिलाई तीनवटा कुरोहरू छ जुन कुरो चाहिँ मरियमभन्दा पनि मार्था भिन्न छिन्। ऊ त एक नम्बर 1 ऊ घरको जेठी छोरी मात्र होइन, तर घरको सबै कारोबार र जिम्मेवारलाई निभाउँदै आएको एउटा स्त्री पनि हो। किनभने यहुदी समाजमा तपाईँ थाहा छ मार्था र मरियम मात्र यस्तो खालको स्त्रीहरू हो जसको घरमा येशू जानुभएको थियो। अनि यहुदीहरूको चलनमा फेरि नम्बर 1 फर्स्ट प्रायोरिटी चाहिँ पुरुषहरू आउँछ, स्त्रीहरू आउँदैन वास्तवमा, होइन? त्यो प्रायोरिटाइज चाहिँ तपाईँले हेर्ने हो भनेदेखिलाई घरमुल्कीलाई हेर्ने भनेदेखिलाई चाहिँ स्त्रीको नाम भन्दा पनि पुरुषको नाम अगाडि आइरहेको हुन्छ। तर जब बाइबलमा मार्था र मरियम भन्ने बित्तिकै इट मिन्स उनीहरूदेखि टपमा उनीहरूको अभिभावक थिएन कि क्या हो भन्ने खालको त्यो एउटा हुन्छ नि, मतलब हामी अनुमान पनि लगाउन सकिरहेको हुन्छौँ। तीनवटा शक्तिशाली रहस्यहरू छ जो मार्थामा थियो तर मरियममा थिएन।
अनि त्यो तीनवटा शक्तिशाली आज हामी हेर्दै जाँदै गर्दाखेरि हामीलाई थाहा हुन्छ कि इभन हामी मार्था मोडमा कहिलेकाहीँ पुगे तापनि बट स्टिल हामी त्यत्तिकै धेरै ख्रिस्टको अनुयायी र चेला हामी बन्न सक्छौँ भन्ने कुरो तपाईँले विश्वास गरिराख्नु भएको होस्। कहिलेकाहीँ आमाहरू स्पेसली सबै कुरा भ्याउनु पर्ने जस्तो हामी देखिरहेको हुन्छौँ होइन। बाउहरू चाहिँ हुन्छ नि एक समयमा एउटा कुरालाई मात्रै लगाउनु सक्छ, तर आमाहरू एक समयमा एभ्रिथिङतिर सोचिरहेको हुन्छ। त्यही भएर हुन्छ नि छोरा मान्छेहरू हन्टिङ राम्रो गर्नु सक्छ अरे, किनभने एक समयमा उसले एउटा कुरालाई मात्रै देख्नु सक्छ अरे। अनि छोरी मान्छेहरू हन्टिङ गर्नु सक्दैन अरे, किनभने उसले हेर्दै गर्दै अगाडि मृग देखेको छ अरे नि चारैतिरको देखिरहेको हुन्छ अरे क्या, अनि त्यो फोकसै हुँदैन अरे, त्यो भइरहेको हुन्छ। अनि कतिचोटि आफै विचारमा तपाईँ श्रीमतीसँग के अरे ड्राइभिङ गर्नु गएको छ भनेदेखिलाई छोरा श्रीमानको चाहिँ उसको अगाडि हुन्छ फोकस, तर श्रीमतीले तपाईँलाई अत्याएको तपाईँलाई थाहा छ नि, उसलाई यताबाट आएको पनि थाहा हुन्छ उताबाट आएको पनि थाहा हुन्छ होइन, किनभने उनीहरूको फोकस चाहिँ डिफ्रेन्ट भइरहेको हुन्छ। अनि धेरैचोटि आमाहरूको जीवनमा हुन्छ नि श्रीमतीहरूको जीवनमा बाउले एउटा कुरो देखेको छ भने आमालाई 10वटा कुरो देखिरहेको हुन्छ, अनि त्यही कुरोले हामीलाई टेन्सन दिइरहेको हुन्छ, चिन्ता दिइरहेको हुन्छ, फिक्री दिइरहेको हुन्छ। तर त्यो सब कुरो हुँदै गर्दै गर्दा हामी मार्था मोडमा जाँदै गर्दै गर्दाखेरि पनि तरै पनि ख्रिस्ट येशूले तपाईँलाई अझै नै धेरै माया गर्नुहुन्छ। नट ओन्ली द्याट, मरियमको जुन खालको श्रेणी छ, मरियमको जुन खालको स्थान छ, त्योभन्दा पनि बढ्ता स्थान त बाइबलमा तपाईँले मजाले हेर्नुदेखिलाई चाहिँ मार्थालाई दिएको घटना हामी थाहा पाइरहेको हुन्छौँ। तीनवटा शक्तिशाली रहस्यहरू जो कुरो मार्थालाई थाहा थियो तर मरियमलाई थाहा थिएन। फेरि यो तीनवटा रहस्यहरू यस्तो खालको छ कि ख्रिस्ट येशूले हुन्छ नि उहाँले साँच्चै नै धेरै मजाले हाइएस्ट लेभलमा राख्ने खालको रहस्य हो योहरू चाहिँ। म तपाईँलाई एक एकवटा गर्दै बुझाउन लागिरहेको छु। जब मैले तीनवटा रहस्य पाएँ नि आवाज लागेको हुन्छ नि, वाउ, मार्था सबै कुरोमा अल्झेको भए तापनि बट स्टिल मार्थाले यति ठुलो सेवाको काम सत्कार मात्रै होइन तर परमेश्वर ख्रिस्ट येशूलाई सेवा पुर्याउनु पनि सकिरहेको रहेछ। अघि हामीले यूहन्नाभित्र रहेर पनि हामी जानेछौँ, दुईवटा चाहिँ हामी यूहन्नाभित्र पाउँछौँ भनेदेखिलाई चाहिँ अर्को एक चाहिँ हामी लुकाभित्र हामी पाइरहेको हुन्छौँ। नम्बर 1 एउटा शक्तिशाली कुरा हेर्नुभएको होस्, जुन कुरो मरियमलाई थाहा थिएन तर मार्थालाई थाहा थियो। सुन्नुहोस् न, त्यो के हो भनेदेखिलाई चाहिँ मार्था मात्रै यस्तो नारी हुन् जसले येशू ख्रिस्टको महान प्रकाशलाई जानेको थिइन्। बाइबलको इतिहासमा छोरीहरू मध्येमा यदि येशू ख्रिस्टको महान प्रकाश, येशू ख्रिस्ट को हुनुहुन्छ भने महान प्रकाश जानेको यदि कोही थियो भनेदेखिलाई छोरी मध्येमा, नारी मध्येमा, स्त्री मध्येमा मार्था मात्रै थियो। तपाईँले त्यो कहाँ पाउनुहुन्छ भनेदेखिलाई 25 देखि हामी हेर्नेछौँ। यसरी भन्छ, येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। 26ले के हुन्छ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? अब 27 ध्यान दिएर सुन्नुभएको होस्। तिनले उहाँलाई भनिन्, हो प्रभु, म विश्वास गर्दछु। अब पावरफुल कुरो मार्थाले के भनेको छ भने तपाईँ संसारमा आउनुहुने ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ। यो साधारण स्टेटमेन्ट जस्तो हामीलाई लाग्छ होला, तर यो स्टेटमेन्ट यति ठुलो स्टेटमेन्ट हो जुन स्टेटमेन्ट चाहिँ ख्रिस्ट येशूले म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्छु भन्नुभन्दा अगाडि पत्रुसले भनेको थियो तपाईँ परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भनेर। मार्थाले मात्रै यो प्रकाशलाई जानेको थियो कि मार्थाले चाहिँ येशू ख्रिस्टलाई परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ। अब अहिले चाहिँ हामीलाई येशू ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरो केही जस्तो पनि नलाग्न सक्ला, तर त्यो बेलामा त्यो समयमा येशूलाई मानिसहरूले परमेश्वरको पुत्र भनेर स्वीकार गर्दैन थियो। हि इज जस्ट अ ज्युस बोय भनेर स्वीकार गर्थ्यो, एउटा यहुदी हो भनेर उनीहरूले स्वीकार गर्थ्यो। ख्रिस्ट येशूलाई परमेश्वरको पुत्र, एनोइन्टेड वान, ऊ चाहिँ हाम्रो पापको लागि मर्नुको लागि पठाइएको भन्ने कुरोलाई कसैले पनि ग्रहण गर्न सक्दैन थियो। यदि कसैले त्यो भने बापत चाहिँ ईश्वर निन्दामा गनिन्थ्यो। अनि तपाईँलाई येशूले चेलाहरूलाई 12 जना चेलाहरूलाई वरिपरि राखेर सोध्नुहुन्छ नि, मानिसहरूले मलाई, मानिसको पुत्रलाई को हुन् भनी जान्दछन्? कसरी चिन्छ येशूलाई? येशूले सोध्नुभएको प्रश्न। चेलालाई के भन्छ? कसैले एलिया होला, कसैले बप्तिस्मा दिने यूहन्ना होला, कसैले अगमवक्ता होला भनेर मानिसहरूले चिन्छ। अनि येशूले फेरि सोध्नुहुन्छ नि, तिमी चाहिँ के भन्छौ? म को?
त्यतिखेर पत्रुस के हुन्छ? तपाईँ परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ। राइट आफ्टर पछाडि यीशुले के भन्नुभयो? योनाको छोरो सिमोन, तिमीलाई यो प्रकाश मानिसहरूबाट होइन तर परमेश्वरले तिमीलाई दिनुभएको हो। म तिमीले भन्छु तिमी पत्रुस हौ अनि म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्छु। त्यही प्रकाश चाहिँ मार्थाले मात्रै जानेको थियो। मार्थाले के भन्छ? मार्थाले यसरी भन्छ, अनि मार्थाले भन्यो, हो प्रभु, म विश्वास गर्दछु तपाईँ संसारमा आउनुहुने ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ। यो प्रकाश चाहिँ मार्थालाई पवित्र आत्माले रिभिल गराउनु भएको थियो। किनभने नि पत्रुसलाई यीशुको विषयमा तपाईँ परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भन्ने बित्तिकै यीशुले के भन्नुभएको थियो नि? कसैलाई नभन्नु यो प्रकाश भनेर भन्नुभएको थियो। इट मिन्स मार्थालाई कहाँबाट थाहा भयो होला कि यीशु ख्रिस्ट चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर? पवित्र आत्माले बताइदिएको थियो। आमेन भन्नुभएको छ। समटाइम हामीले मार्थाको यो पाटालाई हामीले देख्न सकेको हुँदैन नि। मार्थालाई भन्ने बित्तिकै किचनमा काम गर्ने केटीलाई हामीले सम्झिरहेको हुन्छौँ होइन, सबै कुरामा अल्झीको स्त्रीलाई हामीले सम्झिरहेको हुन्छौँ, तर मार्थाको यो पाटालाई हामीले देख्न सकेको थिएनौँ क्या। तर आज थाहा भएको होस्, सबै घरको जिम्मेवारी स्त्री हुँदै गर्दै गर्दा नि एउटा दिदीको जिम्मा पुरा गर्दै अभिभावक नै थियो मरियमको लागि, त्यो सबै कुरो हुँदै गर्दै गर्दा नि बट स्टिल मार्थाले ख्रिस्ट येशूको त्यो महान प्रकाशलाई जान्न सकेको थियो रहेछ। यहाँबाट हामी के कुरो थाहा पाउँछौँ भनेदेखिलाई नि, हामी गर्नु सकिँदो रहेछ सबै कुरोमा हामी अल्झे तापनि वरिष्ठले पवित्र आत्माको रहस्यको कुरो जान्नुको लागि हामी त्यो पोसिबल हुँदो रहेछ, हामीले थाहा पाउनु सक्दो रहेछौँ। मार्था मात्रै यस्तो नारी हुन् जसले येशू ख्रिस्टको महान प्रकाशलाई जानेकी थिइन्। बाइबलमा एक दुईवटा स्त्रीहरू छ जो स्त्रीहरूले चाहिँ येशूको विषयमा अरूले थाहा नपाए त्यो स्त्रीले मात्र थाहा पाए। जस्तै त्यो इनारमा पानी भर्न आउने बेबिचारी स्त्री, सामरी स्त्री, त्यो स्त्रीलाई मात्रै येशूले म नै मसियो भनेर रिभिल गर्नुभएको थियो, अरू कसैलाई थिएन। मार्था मात्रै यस्तो स्त्री हो, नारी हो जसलाई चाहिँ हुन्छ नि पत्रुसदेखि बाहेक येशू को हुनुहुन्छ भने त्यो महान प्रकाश थाहा थियो। अन्त मलाई थाहा छ त्यही प्रकाश चाहिँ फेरि येशू ख्रिस्टले आफ्नो सेवाकाई सुरु गर्नुभन्दा अगाडि थाल्नु भएको थियो। जब येशू ख्रिस्ट हुन्छ नि आफ्नो सेवाकाईलाई सुरु गर्दै गर्दाखेरि उहाँले जब पानीमा बप्तिस्मा लिनुहुन्छ, ब्याक फर्केर आउँदै गर्दाखेरि म त्यसले के भन्छु भनेदेखिलाई चाहिँ कि पवित्र आत्मा ढुकुर जाइ माथिबाट ओर्लनु भयो अनि पिताको एउटा आवाज आयो। कस्तो आवाज आयो? यिनी मेरा प्रिय पुत्र हुन् जोसँग म अति प्रसन्न छु। त्यस पछाडि येशू ख्रिस्टले आफ्नो सेवाकाईलाई सुरु गर्नुभएको नि। पत्रुसले जब थाहा पायो कि ख्रिस्ट येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरोलाई, त्यस पछाडि येशूले के भन्नुभयो कि म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्छु भनेर भन्नुभयो नि। एक्ज्याक्टली मार्थाले मात्र त्यो रहस्यलाई जानेको थियो, जुन रहस्य परमेश्वरले स्वर्गबाट मानिसहरूको बिचमा येशू ख्रिस्टको यिनी चाहिँ मेरा प्रिय पुत्र हुन् भनेर भन्नुभएको थियो। पत्रुसलाई मात्र त्यो रहस्य थाहा थियो, जुन रहस्य चाहिँ पवित्र आत्माले पत्रुसमाथि हुन्छ नि दिनुभएको थियो। अनि मार्था मात्र यस्तो नारी हो जुन नारीले येशू ख्रिस्टको महान प्रकाश उहाँ को हुनुहुन्छ भन्ने कुरोलाई जानेकी थिइन्। यो कुरा हामी थाहा पाउँदै गर्दाखेरि मार्था ऊ जस किचनमा तल्लीन हुने स्त्री मात्रै होइन रहेछ, तर येशू ख्रिस्टको महान प्रकाशलाई बोकेको छोरी पनि रहेछ भन्ने कुरो हामी थाहा पाउन सकिरहेको छौँ। नम्बर 2 हेर्नुभएको होस्, त्यस्तो कुन कुरो जुन कुरो मार्थालाई जानेको थियो तर मरियमलाई थाहा थिएन। नम्बर 2 हेर्नुहोस्, मार्था मात्र यस्तो नारी हुन् जसले येशूको ईश्वरीयतालाई जानेको थिइन्। मतलब ख्रिस्ट येशूको डिभिनिटी भन्ने कुरोहरूलाई, ख्रिस्ट येशू को हुनुहुन्छ एज अ नट ओन्ली पर्सन बट उहाँ स्वयं गड हुनुहुन्छ भने त्यो ख्रिस्ट येशूको डिभाइन नेचरलाई जान्ने चाहिँ बाइबलमा तपाईँले मजाले हेर्नु भनेदेखिलाई चाहिँ मार्था मात्रै त्यस्तो नारी थियो रहेछ। तर मरियमको विषयमा येशूको डिभिनिटीको विषयमा मरियमलाई थाहा थियो भन्ने कुरो हामी त्यो मेन्सन पाइरहेको हुँदैनौँ। तर मरियमलाई पनि थाहा थियो होला होइन, तर त्यो मेन्सन चाहिँ मार्थालाई मात्रै दिएको छ। लुकामा तपाईँले पढ्नुभयो भनेदेखिलाई होइन मरियमलाई अगाडि ल्याएको छ, तर यूहन्ना 11 अध्यायले तपाईँले पढ्नुभयो भनेदेखिलाई मार्थालाई अगाडि ल्याइदिएको छ। हामी के थाहा पाउँछौँ भनेदेखिलाई जब बाइबलले कुनै व्यक्तिको नाम अगाडि ल्याउँछौँ भनेदेखिलाई इट मिन्स ऊ फर्स्टमै छ, उसँग परमेश्वरको केही जम्का भेट भइरहेको छ। यूहन्ना 11 अध्यायमा आउँदाखेरि यो दुईजना मार्था र मरियमको भाइ लाजरस, यो रियल लाजरस हो, रियल मार्था र मरियम हो, मरिसकेको हुन्छ। तपाईँलाई थाहा छ
कुदेर जाने को यहाँनिर वास्तवमा मरियम होइन तर मार्था थियो। लुका 10 अध्यायमा चाहिँ मार्था चाहिँ किचनमा थियो तर मरियम चाहिँ यीशुको पाउने र ऊ बसेको थियो। समथिङ ह्याज चेन्ज क्या। जब यीशुले मार्थालाई मार्था मार्था तिमी धेरै कुराको टेन्सन गर्छौ तर आवश्यकता एउटै कुरो छ जुन आवश्यकता कुरो तिम्रो बहिनीले छानेको थियो भन्दै गर्दै गर्दै त्यहाँनिर के कुरो परिवर्तन भएको थियो। कसरी परिवर्तन भयो भन्ने कुरो म तपाईँलाई एकछिन बताउनेछु। तर यीशु ख्रीष्टलाई उनीहरूलाई पाउनको रूपमा आफ्नो घरमा स्वीकार गर्दै गर्दाखेरि मार्थाको जीवनमा परमेश्वरले ठुलो एउटा टर्निङ पोइन्टलाई उहाँले ल्याइदिइराख्नु भएको थियो। उनीहरूको भाइ अब मर्छ। भाइ मर्दै गर्दै गर्दाखेरि सुरुवातमा नै गएर यीशुको पाउने यीशुसँग गएर बिन्ती बिसाउने यहाँनिर मरियम भएको छैन तर यहाँनिर मार्था भएको छ। तपाईँलाई थाहा छ घरमा खाना पकाउँदाखेरि बहिनीले नसगाउनु ठुलो कुरो थियो कि आफ्नो भाइ मर्दाखेरि यीशु ख्रीष्टलाई हुन्छ नि बिन्ती बिसाउँदाखेरि पनि यीशु ख्रीष्ट नआइदिनु कुनमा चाहिँ ठुलो चित्त दुखाइ हुन्थ्यो होला। अभियसली आफ्नो भाइ मरिरहेको छ, यीशुलाई बोलाएको छ, आइदिनु भएको छ, प्रार्थना गरिदिनु भएको छ तर यीशु झन् आउनै हुन्न फेरि। अनि फेरि यो तपाईँले यो दूरीलाई मतलब यीशु ख्रीष्ट कति टाढो उयसमा बस्नुहुन्थ्यो भनेकोलाई तपाईँले मजाले हेर्नु भनेदेखि चाहिँ आधी घन्टाको बाटो मात्रै हो फेरि तर यीशु ख्रीष्ट 2 दिन आउनुहुन्न। मरियमको मार्थाको लागि हुन्छ नि धेरै चित्त दुख्ने धेरै मन दुख्ने कुरो बहिनीले किचनमा सहायता नगरेको थियो कि या त यीशु ख्रीष्ट आफ्नो भाइ मर्दै गर्दै गर्दै आइदिनुहोस् भन्दाखेरि पनि नआइदिँदा मरेको मरे हुन्छ। त्यतिखेर ठुलो चित्त दुखाइ हुन्थ्यो। चित्त दुखाइ त आफ्नो भाइ मर्दाखेरि बिरामी हुँदै गर्दा प्रार्थना गरिदिनुको लागि आइदिनुहोस् भन्दै गर्दाखेरि त्यो हुन्छ नि बिन्तीलाई नसुन्देकोमा ठुलो चित्त दुखाइ हुन्थ्यो नि। तर यीशुले त्यतिखेर मरियम मार्थालाई भन्नुभएको छैन मार्था तिमी धेरै कुरोको टेन्सन गर्छ त्यतिखेर भनेको छैन। समथिङ ह्याज चेन्ज। केही कुरो परिवर्तन भएको थियो। उसको लागि ठुलो चित्त दुखाइ त आफ्नो भाइ मर्दै गर्दै गर्दा त्यो पनि यीशु नआइदिँदाखेरि हुनुपर्ने हो तर यतिखेर ऊ व्याकुल भएको छैन। किनभने मलाई लाग्छ म यो विश्वास गर्छु कि जब मार्थालाई मार्था तिमी धेरै कुरोको टेन्सन गर्छौ भन्दै गर्दाखेरि पवित्र आत्माले मार्थाको जीवनमा ठुलो काम गर्न थालिसक्नु भएको थियो। त्यो हेर्नुहोस् ल मार्था मात्र यस्तो नारी हुन् जसले यीशुको ईश्वरतालाई जान्न सकेको थिइन्, मरियमलाई थिएन। तपाईँलाई थाहा छ बाइबलको ख्रीष्ट यीशुको हुन्छ नि मिनिस्ट्रीको सबैभन्दा ठुलो एउटा प्रचार के हो भनेदेखिलाई चाहिँ पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्ने छ। ख्रीष्ट यीशुको महान एउटा हुन्छ नि उहाँको सेवकाई भरिको एउटा ठुलो पिक सन्देश भन्यो भनेदेखिलाई उहाँलाई विश्वास गर्ने कोही पनि मर्यो भने पनि बाँच्ने छ। यो प्रकाश फ्रेसली रूपमा कसले पाएको थियो? मरियमले होइन, मार्थाले पाएको। आमेन भनिदिनु भएको छ। अनि ख्रीष्ट यीशुले आफ्नो विषयको प्रकाशहरू चाहिँ त्यस्तो व्यक्तिलाई पहिला भन्नुहुन्छ जो व्यक्ति उहाँको नजिक छ क्या, उहाँको नजिक छ। मार्था दौडेर जान्छ, यीशु ख्रीष्ट आउँदै हुनुहुन्छ तर दौडेर जान्छ मार्था अनि बिन्ती तपाईँ यहाँ हुनुहुँदो त मेरो भाइ बाँच्ने थियो। अनि यीशुले भन्छ तिम्रो भाइ बाँच्ने छ। मार्थाले के सोच्छ अब हुन्छ नि आउनेवाला न्यायको दिनमा होला उहाँको दोस्रो आगमनमा होला भनेर सोचिरहेको हुन्छ, स्वर्गमा होला सोचिरहेको छ। यीशुले भन्छ होइन त्यतिखेर अहिले नै बाँच्नेछ भन्दै गर्दै गर्दाखेरि मार्थाले विश्वासै गर्न सक्दैन। त्यतिखेर मार्थालाई यीशुले के भन्नुभयो? पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि त्यो बाँच्ने छ। त्यो यीशु ख्रीष्टको आफ्नो सेवाको हाइएस्ट पिकको हुन्छ नि सन्देश उहाँले दिने हो भनेदेखिलाई नम्बर 1 उहाँले त्यो सन्देश त्यो प्रकाश कसलाई प्रकट गर्नुभयो? मार्थालाई, मरियमलाई होइन। ईश्वरकै घरको सबै जिम्मेवारको कुरोहरूलाई लिएर पनि स्टिल हामी उहाँको महान प्रकाशलाई लिन सक्दो रहेछौँ। आमेन भन्नुभएको छ। हामीले धेरै चाहिँ मार्थालाई चाहिँ हुन्छ नि यो काममै मात्रै अल्झिने तरिकाले हामीले हेरिरहेको हुन्छौँ। धेरै कुरोको टेन्सन हामीले हेरिरहेको हुन्छौँ। अघि मैले भन्न मार्थाको अर्थ नै घरको रखवाली गर्ने अरे, मिस्ट्रेस भनेर भन्दो रहेछ होइन। जिम्मेवारले बोझले हुन्छ नि दबिएको जस्तो सुनिँदो रहेछ। अनि मार्थाको उसको शब्द अर्थ कहाँ मारा भन्नेबाट तितोपनबाट सुरु भएको रहेछ। आफै विचार गर्नुभएको होस् न, घरको अभिभावक छैन भनेदेखिलाई जेठो छोरो र जेठी छोरीको जीवन कस्तो हुन्छ होला? हामी देखेछौँ नि। उसले आफ्नो सबै कुरोलाई त्यागेर भाइ बहिनीको भविष्यको लागि के नै उसले गर्नु सक्दैन, सबै कुरो गर्नु सक्दैन। मार्थाको लाइफ एक्ज्याक्टली त्यस्तै थियो क्या, तितो भइसकेको थियो क्या। बट स्टिल मार्थाको अर्को पाटोलाई तपाईँले हेर्ने भनेदेखिलाई मार्था मात्र यस्तो नारी हुन् जसलाई
येशूले येशूको ईश्वर त उहाँ डिभाइन हुनुहुन्छ भन्ने कुरोहरू चाहिँ मार्थाले मात्रै जानेकी थिइन्, मरियमले थिएन। आमेन भन्नुभएको होस्। अब अन्तिम हेर्नुभएको होस्, कति मिठो छ। बाइबलकै इतिहासमा मार्था मात्रै यस्तो नारी हुन् जसलाई परमेश्वरले दोहोऱ्याइ नाउँद्वारा बोलाउनु भएको थियो। अब बुझ्नु भएन होला, सुन्नुहोस् ल। बाइबलमा जब जब परमेश्वरले एकजना व्यक्तिको नाउँलाई काटी दुईचोटि बोलाउनुहुन्छ नि, त्यस पछाडि त्यो व्यक्तिको जीवनमा महान कामहरू भएको घटना हामी थाहा पाइरहेको हुन्छौँ। जस्तै सुन्नुहोस् ल, बाइबलमा 7 चोटि 7जना व्यक्तिहरूलाई परमेश्वरले नाउँ काटेर एकजना व्यक्तिको नाउँलाई डबल काटी उहाँले बोलाउनु भएको छ। त्यस पछाडि उनीहरूको लाइफ ड्रास्टिकली चेन्ज भएको छ। नम्बर 1 अब्राहमलाई परमेश्वरले भन्नु भएन, अब्राहम बोलाउनु भयो नि। नम्बर 2 याकुबलाई याकुब भनेर, मोसालाई मोसा भनेर बोलाउनु भयो, सामुएललाई सामुएल भनेर बोलाउनु भयो, साउललाई साउल तिमी मलाई किन सताउँछौ भनेर भन्नुभयो। अनि अन्तमा मार्थालाई मार्था तिमी धेरै कुराको चिन्ता गर्छौ। बाइबलकै इतिहासमा त्यो पनि 7जना व्यक्तिहरूलाई डबल नाम काटी बोलाउनु भएको छ। त्यो 7जना मध्येमा एउटी चाहिँ स्त्री मात्रै थियो, त्यो चाहिँ को थियो? मार्था थिइन्। मार्थालाई उहाँले के भन्नुहुन्छ? मार्था तिमी धेरै कुराको चिन्ता गर्छौ। येशू ख्रीष्टले नि मार्थालाई जब मार्था भनेर भन्नुभयो नि, यो अहिले हाम्रो कल्चरल दृष्टिकोणमा चाहिँ नि डबल नाम काट्नु होइन, मम्मी हो भन्नु जस्तो, बाबा हो भन्नु जस्तो। त्योभन्दा पनि अझै घनिष्ठ चाहिँ तपाईँले नाम काट्दा सुनेन भनेदेखिलाई तपाईँ गएर डाइरेक्टली हक गर्नुहुन्छ नि। मार्था भन्दाखेरि यीशुले त्यही भन्नुभएको, तिमी धेरै कुरोको टेन्सन गर्छौ, चिन्ता गर्छौ। यीशुले मार्थाले हुन्छ नि यीशुको लागि अतिथिता गरेको कुरोलाई उहाँले कन्डेम गर्नु भएन, तर मार्थाभित्र के जलिरहेको छ हो, उसको घर परिवारमा बहिनीलाई हेर्नुपर्ने त्यो जिम्मेवारको बन उसलाई भइरहेको होला। तीमाथि यहुदी संस्कारभित्र छोरी मान्छेलाई हेर्ने अलिकति तल्लो लेभलमा हेर्ने खालको त्यो उसको उसमा खटपट भइरहेको थियो होला। आफै दिदी भएर पनि घरको सबै जिम्मेवारलाई आफै गर्नुपर्ने त्यो खटपट भएर गइरहेको होला। इभन येशू ख्रीष्ट आउनुहुन्छ, म मेरो घरमा हुन्छ नि खानपान गरौँला भनेर मेरो बहिनीले मलाई सहायता गर्छ, तर त्यो पनि छैन। इभन बहिनी ठाड भएर चाहिँ येशूको पाउनेर बसेर गइरहेको छ। त्यो भित्र जलिराख्दाखेरि येशूलाई मार्थाले के भन्छ नि, तपाईँ वास्ता राख्नुहुन्न, मेरो बहिनीले मलाई सहायता गरिदिएको। अनि येशूले भन्नुहुन्छ, मार्था तिमी धेरै कुराको चिन्ता गर्छौ, तर आवश्यकता एउटा कुरो छ। जब येशूले मार्थालाई नै मार्था भनेर बोलाउनु भयो नि, पवित्र आत्माले मार्थाको हृदयमा ठुलो काम गर्न थालिसक्नु भएको थियो। आमेन भन्नुभएको। जब परमेश्वरले सामुएललाई सामुएल भनेर बोलाउनु भयो नि, परमेश्वरले सामुएललाई इजरायल देशको अगमवक्ता, महान अगमवक्ताको रूपमा खडा गरिसक्नु भएको थियो। जब परमेश्वरले साउललाई साउल तिमीलाई किन सताउँछौ भनेर डबल नाम दोहोऱ्याइ काटी बोलाउनु भयो नि, परमेश्वरले साउललाई पाउल हुने त्यो ठुलो अभिषेकभित्र लगिराख्नु भएको थियो र जीवन परिवर्तन गर्ने, मानिसहरूको लागि जीवन परिवर्तन गर्ने ठाउँमा लागिराख्नु थियो। त्यस्तै नै जब येशूले मार्थालाई मार्था भनेर बोलाउनु भयो नि, मार्थाको हृदयमा परमेश्वरले काम गरिसक्न थाल्नु भएको थियो। मार्थालाई हामीले धेरैचोटि हेर्दै गर्दाखेरि कति धेरै काममा अल्झेको, सबै कुरो गरेको, अनि सङ्गति आउनु नपाएको, चर्चै आउनु नपाएको, प्रार्थनै गर्नु नपाएको स्त्रीको हिसाबमा हामीले देखिरहेको थियौँ भनेदेखिलाई आजको दिन तपाईँलाई थाहा भएको होस्। अनि होमचर्च परिवार, यदि तपाईँलाई लाग्छ तपाईँ पनि आजको दिन मेरो अवस्था पनि मार्थाकै मोडमा छ भने तपाईँलाई लागिरहेको छ भनेदेखिलाई आउन इन्करेज यो, परमेश्वरले तपाईँको नाम काटी बोलाउनुहुन्छ। मरियमलाई येशूले मरियम भनेर बोलाउनु भएन, तर मार्थालाई मात्रै मार्था भनेर बोलाउनु भयो। किनभने मार्थाको हृदय कुरोलाई येशूले जान्नुहुन्थ्यो। तिमी धेरै कुराको टेन्सन गर्छौ, चिन्ता गर्छौ। धेरैचोटि बाबाहरूमा पनि त्यो टेन्सन हुनसक्छ कहिलेकाहीँ, होइन? मैले परिवारलाई हेर्नु परेको छ, काममा पनि म जानु परेको छ, परिवारलाई नानीलाई पनि समय मैले दिनु परेको छ, मैले खुवाउनु पनि परेको छ, भविष्यको टेन्सन पनि कता के छ, हुन्छ नि, आफ्नै जीवन पनि कता के छ। त्यो सबै कुरो हुँदै गरे समटाइम हामी ड्याडहरू पनि
मार्था मोडमा हामी जान सक्छौँ। बट स्टिल त्यो कुरो हुँदै गर्दाखेरि पनि मरियमले जस्तै आवश्यकताको कुरोलाई जब हामी चुन्छौँ नि, जब हामी छान्छौँ नि, अनि मार्थालाई जस्तै उहाँको शक्तिशाली 3वटा रहस्यहरू हामी थाहा पाउन सकिरहेको हुन्छौँ। थ्याङ्क यू सो मच हेर्नु सम्पूर्णलाई। आजको वचनलाई तपाईँले फर्स्टदेखि अहिलेसम्म हेरिदिनु भएको लागि प्रभुले तपाईँलाई आशिष गरेको होस्। यदि तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने म तपाईँलाई हौसला गराउन चाहन्छु। हामीले प्रत्येक हप्ता लगाउने नयाँ भिडियोजहरू आउनुको लागि यो च्यानललाई तपाईँले सब्सक्राइब गरिदिनु भएको होस्। अनि आजको वचन तपाईँलाई औदिन धेरै आशिषमा लागेको छ भने तपाईँले आफ्नो साथीहरूलाई सेयर पनि गर्न सक्नुहुनेछ। अनि अझ धेरै यस्ता खालको भिडियोजहरू मेसेजहरू तपाईँलाई हेर्नको लागि हाम्रो च्यानलभित्र तपाईँले जानुभयो भने धेरैवटा कुरोहरू तपाईँले त्यहाँबाट पाउनुहुन्छ। विभिन्न टपिक्सहरूमा तपाईँले त्यहाँबाट पनि हाम्रो वचनहरू तपाईँले हेर्न सक्नुहुनेछ। सो प्रभुले तपाईँलाई सम्पूर्णलाई आशीर्वाद गरेको होस्।